यदि तपाईले एउटा यस्तो ठाउँको बारेमा सुन्नुभयो जहाँ अनुभवी नाविकहरू बाटो बिर्सन्छन्, जहाँ डुब्नै नसक्ने डुङ्गा 19 मिनेटमा गायब हुन्छ, जहाँ खोजी गर्न गएको जहाज आफै हराउँछ, तपाईँ के भन्नुहुन्थ्यो? भूत, एलियन, भाग्यको खेल वा केही अझ डरलाग्दो जसको जवाफ अझैसम्म कसैसँग छैन? र यो हो बर्मुडा ट्रायङ्गल। नमस्कार अनि स्वागत छ यहाँहरू सबैलाई। तपाईँहरू हेर्दै हुनुहुन्छ द सन्देश न्युपाने र म यहाँहरूकै प्रस्तुता सन्देश न्युपाने। आज हामी बर्मुडा ट्रायङ्गलको बारेमा बुझ्न गइरहेका छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। बर्मुडा ट्रायङ्गल ठ्याक्कै कहाँ छ त? बर्मुडा ट्रायङ्गल उत्तर एटलान्टिक महासागरको एउटा विशाल क्षेत्र हो जसलाई सामान्यतया 3 बिन्दुहरूले बनेको त्रिकोणको रूपमा वर्णन गरिन्छ। अमेरिकाको मियामी, उत्तर पूर्वमा बर्मुडा टापु र दक्षिण पूर्वमा पोर्टो रिको। यी 3 स्थानलाई रेखाले जोड्दा 5 लाखदेखि 10 लाख वर्ग माइलसम्म फैलिएको छ। यति चर्चित स्थान भए पनि यो संसारको कुनै पनि आधिकारिक नक्सामा अङ्कित छैन। यो भूगोलभन्दा बढी किम्वदन्तीमा बाँचेको छ र यसको सिमाना अझसम्म कसैले पनि आधिकारिक रूपमा तय गरेको छैन। यस क्षेत्रको भूगोल जति विशाल छ त्योभन्दा बढी डरलाग्दो यसको गहिराई छ। पोर्टो रिको खाडलको मिल्वेकी डेप्थ भनिने बिन्दुमा गहिराई करिब 27,493 फिट छ। यो सम्पूर्ण एटलान्टिक महासागरकै गहिरो स्थान हो। तुलनाको लागि भन्नुपर्दा यो सगरमाथाको उचाइभन्दा पनि गहिरो छ। जे एकपटक त्यहाँ डुब्थ्यो त्यो सदाका लागि गायब हुन्छ। बर्मुडा ट्रायङ्गल नाम सन् 1964 मा एक अमेरिकी पत्रिकामा लेखक भिन्सेन्ट ग्याडिसले पहिलो पटक प्रयोग गरेका थिए, जसले यस क्षेत्रमा जहाज र विमानहरू बेपत्ता भइरहेको ढाँचा देखेर त्यसलाई नाम दिए। यो किन यति रहस्यमय छ? बर्मुडा ट्रायङ्गलको रहस्य भनेको साँच्चीकै अनौठा बेपत्ता घटनाहरू, अत्यन्त कठोर भूगोल, अप्रत्याशित मौसम र दशकौँसम्म चलेको कथा सुनिएको मिश्रण हो, जसले तथ्य र कल्पना बीचको रेखा दमिल्याउँदै गयो। विगत केही शताब्दीहरूमा यस क्षेत्रमा 50 भन्दा बढी जहाज र 20 भन्दा बढी विमान बेपत्ता भएको बताइन्छ। यी घटनाहरूलाई झनै डरलाग्दो बनाउने कुरा भने बेपत्ता हुनुभन्दा पनि मलबाको पूर्ण अनुपस्थिति हो। सामान्यतया जहाज डुब्दा टुक्राहरू पानीमाथि तैरिन्छन्, विमान समुद्रमा खस्दा अवशेष भेटिन्छन्, तर यहाँका धेरै घटनाहरूमा खोजकर्ताहरूले केही पनि भेट्टाउन सकेनन्। यसको ठूलो कारण गल्फ स्ट्रिम हो, एक अत्यन्त शक्तिशाली समुद्री धारा जो सिधै यस ट्रायङ्गलबाट गुज्रन्छ। यो धारा यति छिटो र यति बलियो छ कि तैरिरहेको मलबालाई केही घन्टामै सयौं माइल टाढा बगाइदिन सक्छ, जसले गर्दा खोजी अभियान लगभग निरर्थक बन्छ। त्यसमाथि यो क्षेत्रमा विभिन्न दिशाहरूबाट मौसम प्रणालीहरू एकैसाथ ठोक्किन सक्छन्, जसले 100 फिटसम्म अग्लो छाल, जसलाई रोगवेग भनिन्छ, उत्पन्न गर्न सक्छ। यति विशाल छाल एउटा ठुलो जहाज वा विमानलाई पनि पूर्ण रूपमा निल्न सक्छ र सतहमा कुनै प्रमाण छोड्दैन। त्यसपछि आउँछ कम्पासको समस्या। यो क्षेत्र पृथ्वीका ती बिरलै स्थानहरूमध्ये एक हो जहाँ चुम्बकीय उत्तर र वास्तविक उत्तर एकै ठाउँमा मिल्न सक्छन्। यो सुन्दा साधारण लाग्छ, तर जुन पाइलट वा नाविकहरू यी दुई बीचको भिन्नताको हिसाब राखेर प्रशिक्षित भएका हुन्छन् तिनीहरूका लागि अचानक यस्तो क्षेत्रमा पुग्नु नेभिगेसनमा ठुलो भ्रम पैदा गर्छ। GPS नहुँदाको जमानामा यस्तो एउटा सामान्य देखिने कम्पास त्रुटिले जहाज वा विमानलाई सयौं माइल गलत दिशामा लैजान सक्थ्यो र कसैलाई थाहा पनि हुँदैन थियो। सिद्धान्तहरू विज्ञानदेखि अलौकिकसम्म वैज्ञानिक र खोजकर्ताहरूले दशकौंदेखि अनेक व्याख्याहरू प्रस्तुत गर्दै आएका छन्।
सबैभन्दा विश्वसनीय वैज्ञानिक सिद्धान्तहरूमध्ये एक मिथेन ग्यासको सिद्धान्त हो। नर्वेको समुद्री तट नजिक पानी मुनि विशाल खाल्डाहरू पत्ता लाग्यो, जुन समुद्री तलबाट मिथेन ग्यासको विस्फोटले बनेको थियो। यसले खोजकर्ताहरूलाई प्रश्न गर्न लगायो, के बर्मुडा ट्रायङ्गलमा पनि यस्तै भइरहेको छ? समुद्री तलमा थुनिएको मिथेन ग्यास अचानक माथि फुट्न सक्छ, जसले पानीको घनत्व घटाउँछ। त्यसले समयमा माथि तैरिरहेको जहाजको उपलावन शक्ति एकाएक नष्ट हुन्छ र जहाज सहायता माग्ने समय नपाइकन डुब्छ। कम उचाइमा उड्दै गरेका विमानका लागि पनि वातावरणमा मिथेनको विस्फोट इन्जिन बिग्रन वा भयानक हलचल उत्पन्न गर्न सक्छ। अर्को सिद्धान्त उपग्रह चित्रहरूमा देखिएको षट्कोणीय बादल संरचनाहरूसँग जोडिएको छ। यी एयर बम भनिने बादलहरूले अचानक हुरी जस्तो हावा र समुद्रमा विशाल छाल उत्पन्न गर्न सक्छन्, बिना कुनै पूर्व सूचना। कल्पनाशील व्याख्याहरूको पाटोमा लोकप्रिय संस्कृतिले यस ट्रायङ्गललाई एटलान्टिस सहरको भग्नावशेषमाथि रहेको र त्यसबाट निस्किने ऊर्जा आधुनिक उपकरणहरू बिगार्छ भन्ने कुरादेखि लिएर एलियन अपहरण, समयको भँवर र समानान्तर ब्रह्माण्डमा लैजाने वर्महोलसम्म दोष लगाएको छ। यी कुनै पनि सिद्धान्तको वैज्ञानिक प्रमाण छैन, तर साँच्चै अनुत्तरित घटनाहरूले छोडेका शून्यलाई मानव कल्पनाले भरिदिन्छ। आधिकारिक विज्ञानले के भन्छ त? अमेरिकाको राष्ट्रिय समुद्र र वायुमण्डल प्रशासन NOAA ले औपचारिक रूपमा भनेको छ, बर्मुडा ट्रायङ्गलमा अन्य व्यस्त समुद्री क्षेत्रहरूको तुलनामा बेसाधारण घटनाहरू बढी भएका कुनै प्रमाण छैनन्। संसारको सबैभन्दा प्रसिद्ध बिमा बजार लन्डनको लोयड्सले पनि यस क्षेत्रको छानबिन गर्दा असामान्य जहाज डुबाईको कुनै ढाँचा फेला पारेन र यहाँबाट गुज्रने जहाजहरूका लागि कुनै अतिरिक्त बिमा शुल्क लगाउँदैन। अमेरिकी कोस्ट गार्ड पनि त्यत्तिकै शङ्कालु छ। यसका धेरै चर्चित कथाहरू अतिरञ्जित वा गलत तरिकाले रिपोर्ट गरिएको थियो भनी बताउँछ, तर पनि केही ठोस रूपमा अनुत्तरित घटनाहरू भने टससम्म हुँदैनन्। वास्तविक घटनाहरू। फ्लाइट 19 यो बर्मुडा ट्रायङ्गलको इतिहासमा सबैभन्दा भयावह र प्रसिद्ध घटना हो, जसले यस किंवदन्तीलाई साँच्चीकै जन्म दियो। डिसेम्बर 5 सन् 1945 मा अमेरिकी नौसेनाका 5 वटा टार्पेडो बमवर्षक विमानहरू, जिनलाई सामूहिक रूपमा फ्लाइट 19 भनिन्छ, फ्लोरिडाको फोर्ट लडरडेलबाट एउटा सामान्य तालिम उड्डयनमा निस्के। योजना सरल थियो, पूर्वतिर 123 नटिकल माइल उड्ने, उत्तरतिर घुम्ने र आधारमा फर्कने। तर ट्रायङ्गलमाथि पुगेपछि सबै थोक बिग्रन थाल्यो। रेडियो सन्देशहरूले देखाए कि स्क्वाड्रन नेता लेफ्टिनेन्ट चार्ल्स टेलरलाई विश्वास भयो कि उनको कम्पास बिग्रिएको छ र उनी कहाँ छन् भन्ने थाहा नभएको। फ्लाइटहरू अझ झन भ्रमित हुँदै गए, जमिन खोज्दैछन्, गहिरो समुद्रमा उड्दै गए, राति अँध्यारो पर्दै गयो, इन्धन सकिँदै गयो र रेडियो सम्पर्क पुरै टुट्यो। 5 वटै विमान र 14 जना चालकहरू फेरि कहिल्यै देखिएनन्। यसलाई झनै रहस्यमय बनाउने कुरा त अझ अगाडि छ। उनीहरूको खोजीका लागि तत्काल पठाइएको एक PBM मरिनर उद्धार विमान, जसमा 13 जना चालक दल थिए, त्यो पनि हरायो। नजिकै रहेको एक ट्याङ्कर जहाजले टाढा एउटा विस्फोट देखेको र फराकिलो तेलको टाट्लो देखेको रिपोर्ट गर्यो, तर फ्लाइट 19 को पक्का मलबा कहिल्यै भेटिएन। अमेरिकी नौसेनाले 5 दिनसम्म एटलान्टिक महासागर र मेक्सिकोको खाडीमा झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्र खोज्यो। केही भेटिएन, न मलबा, न शव, न लाइफ ज्याकेट, न एउटा तेलको थोपा पनि। एकै अपराह्नमा 6 वटा विमान र 27 जना सदाका लागि हराए। USS साइक्लोप्स। बर्मुडा ट्रायङ्गलको इतिहासमा USS साइक्लोप्सको बेपत्ता हुनु त्यस्तो घटना हो
जसको विशालता तुलना नहुने छ। 542 फिट लामो यो विशाल अमेरिकी नौसेना कार्गो जहाज मार्च 1918 बारबाडोस टापुबाट बाल्टिमोर तर्फ प्रस्थान गर्यो। 306 जना चालक दल र यात्रु सहित र 10,000 टन म्यागजिन धातु सहित। यसले कुनै सङ्कटकालीन सन्देश पठाएन, कुनै तुफानको रिपोर्ट गरेन र बस अस्तित्वबाट मेटाइहाल्यो। कुनै मलवा भेटिएन, कुनै शव भेटिएन, के भयो त्यसको कुनै चिन्ह छोडेन। युद्धोत्तर अमेरिकी नौसेनाको इतिहासमा यो एकै पटकमा सबैभन्दा ठुलो जनहानि हो। अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले भनेका थिए, परमेश्वर र समुद्र मात्र जान्छन् त्यो महान जहाजलाई के भयो। आजसम्म पनि साइक्लोप्सको कुनै मलबा भेटिएको छैन। स्टार टाइगर र स्टार एरियल, यी दुई घटनाहरू विशेष रूपमा अस्वस्थकर छन् किनभने यी दुवैले एकअर्कालाई यति नजिकबाट दोहोऱ्याउँछन्। जनवरी 30 सन् 1948 ब्रिटिस एभ्रोट्युडर चतुर्थ यात्रु विमान स्टार टाइगर, जसमा 25 जना यात्रु र चालक दल थिए, अजोर्सबाट बर्मुडातर्फ उड्दा हरायो। बिहानको 3:15 बजे यसले आफ्नो स्थानको रेडियो सन्देश पठाउँदै बताएको थियो कि बिहान 5 बजे पुग्नेछ। उत्रनुभन्दा ठ्याक्कै 20 मिनेट अगाडि सम्पर्क सदाका लागि टुट्यो। 26 वटा खोजी विमानले 5 दिनसम्म क्षेत्र खाँदे, न बलुवा, न तेलको टाट्लो, न शव। ब्रिटेनको नागरिक वायु मन्त्रालयले आफ्नो आधिकारिक निष्कर्षमा यस्तो असाधारण भाषा प्रयोग गर्यो, यति जटिल समस्या अनुसन्धानका लागि कहिल्यै आएको थिएन। स्टार टाइगरको भाग्य एक अनुत्तरित रहस्यकै रूपमा रहनुपर्नेछ। त्यसपछि 1 वर्षभन्दा कम समयमा इतिहासले आफैलाई दोहोऱ्यायो। जनवरी 17 सन् 1949 स्टार एरियल, एउटा मिल्दोजुल्दो विमान, वी एयरलाइन, बर्मुडाबाट जमाइकाको किङ्स्टनतर्फ उड्दा हरायो। फेरि कुनै सङ्कटकालीन सन्देश छैन, फेरि कुनै मलबा छैन। वी एयरलाइनका 2 विमान, वी क्षेत्र, 1 वर्षको फरकमा दुवै बस गायब। DC-3 डिसेम्बर 28 सन् 1948 29 जना यात्रु र 2 जना चालक दल सहितको DC-3 विमान मियामीबाट जम्मा 50 माइल टाढा थियो। अवतरणका लागि करिब 20 मिनेट मात्र बाँकी थियो। पाइलट रोबर्ट लिन्क्विस्टले अवतरणको अनुमति माग्दै रेडियो गरे र त्यसपछि सम्पर्क अचानक सदाका लागि टुट्यो। कुनै यान्त्रिक समस्याको उल्लेख थिएन, मौसम सामान्य थियो, पाइलटको आवाज पूर्णतः शान्त थियो। विमान वा त्यसमा सवार कोही पनि फेरि कहिल्यै भेटिएनन्। बीचक्राफ्ट, सायद सबैभन्दा अनौठो घटना यही हो, किनभने यो कति साधारण हुनुपर्ने थियो। डिसेम्बर सन् 1967 को एक साँझ मियामीका होटल व्यावसायिक ड्यान ब्युर्याक र उनका पुरोहित साथी प्याट्रिक होर्गन आफ्नो मोटर डुङ्गा बीचक्राफ्टमा चढेर मियामीको किनारभन्दा जम्मा 1 माइल टाढा गए, किनारमा झिलिमिली गरिरहेको क्रिसमसका बत्तीहरू हेर्न। त्यो डुङ्गा विशेष रूपमा बनाइएको थियो, जसमा फेनाको फ्लोस्टेन यन्त्र जडान गरिएको थियो। यो साँच्चीकै डुब्न नसक्ने डुङ्गा थियो। ब्युर्याकको कोस्ट गार्डलाई रेडियो गरेर भने कि डुङ्गाको प्रोपेलर क्रेचिमा ठोकियो र ढकेल्न मद्दत चाहियो। उनी त्यति चिन्तित सुनिएनन्। कोस्ट गार्ड जम्मा 19 मिनेटमा पुग्यो। शान्त पानी, सफा रात, मियामीका बत्तीहरू स्पष्ट देखिँदैछन् पृष्ठभूमिमा। बीचक्राफ्ट पूर्णतः गायब भयो। न टुक्रा, न फ्लेओभर, न लाइफ ज्याकेट। त्यो त्यहाँ कहिल्यै रहेको थिएन जस्तो। दुवैजना फेरि कहिल्यै भेटिएनन्। त यसको सत्यता के? सबैभन्दा इमान्दार जवाब भनेको बर्मुडा ट्रायङ्गल न पूर्ण रूपमा अलौकिक मृत्यु क्षेत्र हो, न पूर्ण रूपमा एउटा सामान्य समुद्री क्षेत्र।
यसका धेरै चर्चित घटनाहरू जब राम्ररी छानबिन गरिन्छ तर्कसङ्गत व्याख्या भेटिन्छ। खराब रखरखाव भएका जहाजहरू, नेभिगेसन गल्ती गरेका पाइलटहरू, पछि पुनः कथा बताउँदा हटाइएका तुफानहरू, यो किंवदन्ती मुख्यतः यसले ठुलो भयो किनभने सनसनीखेज लेखकहरूले यी घटनाहरूलाई कम रहस्यमय बनाउने महत्त्वपूर्ण सन्दर्भहरू हटाएर प्रस्तुत गरे। तर फ्लाइट 19, USS साइक्लोप्स, स्टार टाइगर र बिचक्राफ्ट जस्ता एकमुठी घटनाहरू साँच्चीकै अनुत्तरित छन्। न मलबा, न सन्देश, न शव, न कुनै निश्चित जवाफ। र अन्ततः यही कुराले बर्मुडा ट्रायङ्गललाई मानव कल्पनामा जीवित राख्छ। अलौकिक भएर होइन, समुद्र अकल्पनीय रूपमा विशाल छ। प्रमाणहरू यसको गहिराईमा सदाका लागि हराउँछन् र केही प्रश्नहरू हामीले जतिसुकै जानेका भए पनि अनुत्तरित नै रहन्छन्। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। तपाईहरूलाई के लाग्छ त बर्मुडा ट्रायङ्गलको बारेमा? के मानिसहरूले भने जस्तै अलौकिक शक्ति हो अथवा त्यहाँ वैज्ञानिक रहस्य लुकेको छ? तपाईलाई के लाग्छ त्यो कुरा कमेन्टमा अवश्य भनिदिनुहोस्। तपाईलाई भिडियो मन परेमा लाइक गरिदिनुहोस् र साथीभाइहरूलाई सेयर गरिदिनुहोस्। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र सँगै आउने नोटिफिकेसन बेललाई थिच्न नबिर्सिनुहोला। अब अर्को हप्ता अर्को नयाँ भिडियोमा भेट्ने बाचा गर्दै बाई।